कफी बनाउने डिफ्रेन्ट काइन्ड अफ मेथड हुन्छ होइन जस्तो एस्प्रेसो निकाल्ने एस्प्रेसो मसिन भयो होइन अनि V60 भयो पोर ओभर अनि सँगसँगै फ्रेन्च प्रेस साइफनदेखि लिएर डिफ्रेन्ट मुक्का पट होइन डिफ्रेन्ट मेथड हुन्छ कफी ब्रु गर्ने त्यस्तै इन्डियामा एउटा इनोभेसन भएको थियो मधुर जार्डन भन्ने गर्नुभएको हो उहाँले चाहिँ प्रेसर कुकरलाई त्यो ट्याङ्क जस्तो मसिनको ट्याङ्क हुन्छ नि त्यस्तै ट्याङ्क बनाउनु भयो प्रेसर कुकरलाई माथिबाट एउटा नोजल र प्रेसर मिटर जोडेर होइन उहाँले एउटा नेसनल इनोभेसन अवार्ड पनि पाउनु भएको थियो त्यो बिस्तारै बजारमा आउन थाल्यो त्यो मेथड पनि होइन मान्छेले मन पराइदिन थाल्नुभयो त्यही मेथड मैले यहाँनिर कुकर कफी नाम लिएर त्यो मेथडबाट मैले कफी सर्भ गर्छु What does it take to brew something truly special? For Cooker Coffee, it's not just about the beans or the blend. It's about the unexpected tool at the heart of their business, a pressure cooker. This is the story of a cafe in Nepal that's turning heads and redefining coffee culture, one frothy cup at a time. उता बुटोलमा एउटा कफी खाने कल्चर नट कुकर कफी होइन कुकर कफी भन्ने नै थिएन कुकरमा कफी बनाउने इट्स मेथड अनि त्यही कल्चर किन काठमाडौँ नलग्ने भन्ने कुरालाई हामीले यहाँ ल्याएको हो पहिला त ठाउँहरू खोज्नु पऱ्यो यहाँनिरको सर्ट एन्ड लाइसेन्स गऱ्यौँ यो ठाउँ लिनुभन्दा अगाडि होइन तर यो ठाउँ कस्तो थियो भन्दाखेरि पहिला एकदमै भनौँ न त्यो चल्दै नचलेको ठाउँ भनौँ मान्छेहरू नै नआउने ठाउँ थियो यहाँ पहिला पनि थिए कुकर कफी होइन योभन्दा अगाडि पनि कुकरमा कफी बन्थ्यो तर त्यही कुरालाई त्यसकै आफ्नो युनिक आइडेन्टिटी केही पनि थिएन कुकरमा बनेको कफीलाई कुकर कफी भन्ने कि नभन्ने भन्ने थाहा थिएन होइन अनि हामीले चाहिँ यो ठाउँलाई कुकर कफी गर्नुपर्छ भनेर प्लान गरेर त्यसलाई चाहिने इन्ग्रिडियन्ट्सदेखि लिएर त्यसलाई चाहिने अब हाम्रो मेनु इन्जिनियरिङदेखि लिएर त्यसलाई चाहिने सर्भिस सबै कुराहरू पर्फेक्ट बनाइसकेपछि एउटा भनौँ न हामीले आफ्नो निच मार्केट चाहिँ क्रिएट गर्न खोजेको त्यो चाहिँ At Cooker Coffee, innovation isn't about fancy machines or cutting-edge tech. It's about rethinking a familiar tool. The pressure cooker, a staple in Nepali kitchens, becomes a game changer here, producing a rich, frothy coffee that's unlike anything brewed with traditional methods. It's a clever twist that celebrates simplicity while standing out in a crowded market. Rooted in Butwal street culture, this method proves that innovation doesn't need high-tech gadgets, just a fresh perspective on the everyday. यहाँ कफी पनि कुकरमा बिरयानी पनि कुकरमा मोमो पनि कुकरमा कुकरसँग यति धेरै लगाव चाहिँ हजुरलाई कसरी भयो कुकर अब बच्चैदेखि इराको कुकर अब दिनकै भनौँ न कुकर नछोएको दिन हुन्न होला लगभग मान्छेहरूको होइन घरमा अनि कुकर मलाई खासमा कस्तो भन्दाखेरि एकदमै नयाँ नयाँ कुराहरू एक्सपेरिमेन्ट गर्ने मन लागिराख्ने अनि त्यो हुँदाखेरि कुकरमा अब यो कुराहरू सबै आएको हो जस्तो लाग्छ हजुरलाई डर लागेन अब यत्रो ठुलो मसिन छ यस्तो पावरफुल मसिन छ अनि त्यहाँबाट चाहिँ कुकरमा सिफ्ट हुनलाई लागेन जहिले पनि एकदमै भनौँ न मैले अघि पनि भाइब्सको कुरा गरेँ होइन इन्टरजिटको कुरा गरेँ र नयाँ कुराहरू नयाँ टेक्निकलाई एडप्ट गर्दा नयाँ टेक्निकबाट जाँदाखेरि चाहिँ अझ झन् मजा आउँछ कुकर कफी हामीले मेक गर्ने भनेको चाहिँ प्रेसर कुकरबाट बनाउने हो यसको प्रोसेसिङ चाहिँ प्रेसर कुकर कफीमा चाहिँ हट वाटर गरेर अनि पिचरहरूमा मेटेरियल हालेर सुगर कफी र मिल्क हालेर चाहिँ यसको कुकरको बाफले स्टिम गर्छौँ बाफले चाहिँ त्यसले गर्दा त्यसमा चाहिँ हामीले 3 to 2 inch जति फर्म दिन्छ Turning a quirky idea into a business wasn't a smooth brew. Padam faced skepticism. Customers adopted a pressure cooker could match their coffee expectations in a market used to tea and traditional methods. But through tastings, persistence, and the credibility of the daddy's kitchen, he won them over, proving the unconventional ideas can thrive with the right grit. कुकरबाट ब्लेन्ड गर्ने कुरा कुकरबाट बनाउने कुरा त्यो पनि एउटा टेक्निक हो होइन अहिलेसम्म फेमस भएको थिएन बाहिरतिर विदेशतिर भए अहिलेसम्म फेमस भइसक्यो अथवा कोर्समा पनि इन्क्लुड हुन्थ्यो होला अब बिस्तारै त्यो कुरा त पढाउनु पऱ्यो नि त मैले बारिस्ता एकजना बारिस्ता आउँछ बारिस्तालाई लिएर यहाँनिर ल अब यो कुकरबाट कफी बनाऊ भन्दाखेरि उनीहरूलाई चाहिँ कहाँ कुकरबाट कफी बनाउने भन्ने खालको आउँछ कि होइन त्यो हुँदाखेरि पनि अलिकति समस्या छ अनि त्यो भएर त्यही कुरा कोर्समा इन्क्लुड भयो भने त त्यो ब्रुइङ मेथड हो भनेर भन्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ At Cooker Coffee, the proof is in the cup. First-timers are often surprised by the brewing method, but one taste of that frothy, authentic flavor turns them into regulars. It's more than coffee. It's an experience that's building a community of fans who can't get enough of this Nepali twist. हामीले चाहिँ फर्स्ट टाइम कुकर कफीको बारेमा यहाँको नामबाटै एकदम इन्ट्रेस्टिङ अनि त्यसपछि जाउँ न त भनेर हामी गयौँ
अनि त्यसपछि यहाँको फुड सेलेक्सन्सहरू एकदम इनोभेटिभ छ है एकदम इनोभेटिभ जस्तो यो चिकन समोसा लाइक हामीले यसको बारेमा पहिला कहिले सुनेको थिएन नर्मल समोसा त खाइरह हो बट देन चिकन समोसा कस्तो अपिलिङ लाग्यो क्या सुन्दै क्या नयाँ लाग्यो अनि खाइदिउँ न त भनेर हामीले ट्राई गऱ्यौँ त्यसपछि वी अल्सो गट टु नो अबाउट कुकर कफी जुन चाहिँ प्रेसर कुकरबाट स्टिमले बनाउँदो रहेछ अनि त्यसपछि त्यो पनि चाख्यौँ होइन पनि चाख्यौँ अनि यहाँनिर अनि त्यसपछि त्यही त आफ्टर द्याट हामीले यहाँनिर कफीको कति धेरै रेन्जहरू भेट्यौँ देयर सो मेनी डिफ्रेन्ट भेराइटिज अफ कफी यहाँनिर खाँदै जाँदाखेरि टेस्ट अल्सो एकदम मिठो लागेर हामी अलमोस्ट रेगुलर नै आउँछौँ यहाँनिर Success doesn't stop at a great product, it takes strategy to thrive. Cooker Coffee has built a loyal following through smart marketing, tapping into social media to showcase their quirky brewing process and connecting with coffee lovers. With plans to expand beyond Kathmandu, the small cafe is dreaming big, proving that a strong vision can take you far. कुकर कफीमा नर्मली आउने भनेको चाहिँ कस्तो हो भन्दाखेरि डिफ्रेन्ट खालको कस्टमर ब्याकग्राउन्ड छ कि यसो हेर्दाखेरि होइन स्टार्टअप गर्दै गरेको मान्छेहरू ग्यादर भएर आउनुहुन्छ बसेर बिजनेसको त्यो नयाँ नयाँ आइडियाहरू डिस्कस गरिराख्नुहुन्छ होइन अनि कोही कोही चाहिँ सेयरमा एकदमै माथि भएको मान्छे जसले अब इन्फ्लुएन्स गरिराख्नुहुन्छ त्यस्तो मान्छे नै यहाँ भेटिराख्नुहुन्छ यहाँ चाहिँ यस्तो भर्सटाइल मान्छे आउनुहुन्छ हेर्दाखेरि अब उहाँहरू एक अर्काले उसलाई चिन्ने उसलाई चिन्ने तपाईँ भन्ने खालको नर्मली रेस्टुरेन्टमा त्यस्तो नहुन सक्छ होइन कस्तो लाग्छ भने यहाँ मान्छेहरू कुकुर कफी खान मात्रै आउनुहुन्छ र जस्तो नि लाग्छ कि यहाँ मान्छेहरू जस्तो भेट्न आउने अथवा मिटिङ गर्न आउने अनि त्यस पछाडि चाहिँ बल्ल अब कफी अर्डर गर्ने हो कि जस्तो पनि फिल हुन्छ अनि अब कफी आफैमा राम्रो छ भनौँ न कुकुर कफी फेरि सुन्दा पनि राम्रो मान्छेहरूलाई अब यो अर्कै के रहेछ त भन्ने हुन्छ होइन अनि क्युरियोसिटी पनि हुने भयो अनि यहाँ चाहिँ मार्केटमा कस्तो भयो भन्दाखेरि मिटिङ गर्न छ ल पुगौँ न त कुकुर कफी कसैले भेट्न छ पुगौँ न त कुकुर कफी भन्ने टाइपको एउटा त्यो मार्केटमा क्रिएट भएको छ कि Cooker Coffee is more than a cafe. It's a masterclass in entrepreneurship. It teaches us that innovation can spark from the familiar. The setbacks are just part of the grind, and the connecting with your community can turn a wild idea into a winner. Padam's journey is a blueprint for anyone ready to brew their own success. From Butwal streets to Kathmandu's cups, Cooker Coffee shows what's possible when you dare to think differently. It's a story of creativity, resilience, and a passion for something extraordinary. Next time you're in Kathmandu, drop by and taste innovation for yourself. Got a dream simmering? Let Cooker Coffee inspire you to make it real.